वेलकम टु एसएनबी पेन्ट सप। हामीसँग आज टोयोटा हाइलक्सको फुल रिफिनिसिङ भिडियो देखाउँदैछौँ हामी तपाईँहरूलाई। बिफोर वी स्टार्ट हामीलाई फलो गरिसक्नु भएको छैन भने चाहिँ फलो पनि गर्नु होला, भिडियो लाइक र कमेन्ट पनि गरिदिनु होला, प्लस सेयर पनि गरिदिनु होला है त। ल आउनुहोस् हामी अब फिनिसिङ हेरौँ है त यो गाडीको। त्यसमा चाहिँ फर्स्ट अफ अल हामीले बोनेटको फिनिसिङ हेरौँ। बोनेटमा चाहिँ धेरै कामहरू थियो, जस्तै यो बोनेट लाइनिङ, त्यसपछि उताको बोनेटको लाइनिङ, बोनेटको रिसेपिङ सबै गराएर सकेर डेन्ट गरेर पुटिङ नभरिकन एज इट इज जस्तो छ त्यस्तै अलिकति मिनिमम पुटिङ खान्छ जस्ताको जस्तै हामीले बोनट निकालेछौँ। त्यसपछि हाम्रो अर्को हार्ड च्यालेन्ज चाहिँ के थियो भन्दाखेरि यो फेन्डरको सेप मिलाउनु थियो। यसमा डेन्ट थियो, यो फेन्डरको सेप पनि हामीले मिलाएर चाहिँ कम्पनी कन्डिसनमा एज इट इज राखेका छौँ। केही पनि चेन्जेसहरू छैन। यो लाइनिङहरू ग्यापिङ पनि एकदम मिलेको छ, ठ्याक्कै जस्तो छ गाडी कम्पनीबाट आउँदाखेरि त्यस्तै नै लगभग हामीले फुल प्रयास गरेका छौँ। ढोकाको फिनिसिङहरू हेर्नु सक्नुहुन्छ, कतै पनि माइनर डेन्ट्सहरू पनि देख्न सक्नुहुन्न। अनि अर्को ढोका पनि सेम सिमिलर फिनिसिङमा हो। यसमा कलर युज भएको चाहिँ 1G3 हो हाम्रो कम्पनी कलर। त्यसपछि क्लियर कोट्सहरू चाहिँ हामीले पिपिजीहरूको युज गरेका छौँ यसमा। ओभरअल गाडीमा चाहिँ हाम्रो अहिले ओनर पनि आउनु भएको छ गाडीको, उहाँले पनि धेरै चित्त बुझाउनु भएको छ गाडीको लागि चाहिँ है। अनि काममा अब सानतिनो कामहरू अझै बाँकी छ। यसमा पलिसिङ, मेन पलिसिङ बाँकी नै छ, यो पलिस भइसकेको गाडी होइन, पलिसिङ बाँकी नै छ। सो अर्को यतापट्टि देखाइदियो त भाइ, आउँछ यतापट्टि पनि तपाईँले हामीले हेडलाइट पनि पलिस गरिसकेको छौँ स्यान्डिङ गरेर। यसमा अझै अलिकति बाँकी छ गर्नुपर्ने। प्लस यो यतापट्टिको लेफ्ट साइडको फिनिसिङ भयो। गाडी जस्ताको जस्तै नयाँ जस्तै छ, सोरुमबाट आएको जस्तै। तपाईँहरूलाई यस्तै गरी अब गाडीहरू रिपेन्ट गर्नु छ, के गर्नु छ भने हामीलाई फलो र हामीलाई फोन पनि गर्न सक्नुहुन्छ है त। ल थ्याङ्क यू।